कोलुङ झर्ना जानको लागि चाहिँ हामी घरबाट निस्क्यौँ अनि घरबाट निस्किसके पछाडि हामी किसान चोकको बाटो माथि गइरहेको थियौँ अनि यो चाहिँ किसान चोकको बाटो हामी माथि कान्छी चोकसम्म पुगे पछाडि त्यहाँबाट सिधै लालमाटीतिर जाने भनेर सरले हामीलाई लानुभयो। हामीलाई नै हामी दुईजना गयौँ अनि यो चाहिँ ठ्याक्कै कान्छी चोकको बिच छोडेपछि त्यहाँबाट उता जाँदा टाढीतिर पनि हुन्छ, यता चाहिँ हामी लालमाटीतिर गयौँ। अनि यो जङ्गलको बाटोमा सिकेपछि यो चाहिँ अरू धेरै प्लेसेस आएँ, हामी कति दुःख पायौँ, भिडियो बनाइनँ मैले। अनि यो चाहिँ उहाँ पर पुगे पछाडिको भिडियो हो। अनि त्यहाँनिर चाहिँ मैले कस्तो कस्तो मोमेन्टको भिडियो बनायो होला भनेको बनाइन रहेछु। अनि स्कुटर चाहिँ यस्तो यस्तो बाटोमा लग्यौँ सुरुमा चाहिँ, अनि लगे पछाडि अनि हामी फाइनल्ली त्यो स्कुटर राख्ने ठाउँ पुग्यौँ। अब हामी यहाँबाट हाइक जाने गाइस, उयो खोलाको सिरानमा अब हामी हाइकिङ गर्छौँ। यहाँ अलरेडी 2टा अटोहरू छ। कस्तो सरप्राइजिङ के छैन, बाटो पनि छैन, के पनि छैन। एकैचोटि यस्तो बिरालो न बिरालो छ होइन। अनि खोलेको लागि अनि कहाँ हो कता कता त्यस्तो। अनि हामी जाँदै थियौँ अनि कस्तो डर लागेको के डर। अनि फर्किने पनि कुरा गर्दैछौँ क्या हामी दुईजना यहाँनिर चाहिँ। सुन्नु है त हामीले के माथि त त्यही पनि छैन हौ, नजाऊ हौ, उतै हो झर्ना मेरो लागि। हेरेर मात्रै हामीलाई होइन, अब पुगि नै सकेपछि त नुहाउनु नि पर्छ। यहाँ यत्रो आवाज आएको छ। हामीले यहाँ आउनको लागि चाहिँ आजै 2टा बाटो पत्ता लगायौँ होइन। अनि जताबाट आए पनि मेक्लाजुङ 5 को बेलटार आइपुगिँदो रहेछ। अनि त्यो बेलटार आइपुगे पछाडि चाहिँ यता पारिपट्टि जाँदै देखिने बाटोहरू गर्दै गर्दै हामी यहाँ आउँछौँ होइन। अनि के अरे आइपुग्छौँ जो सान्तिनो झर्ना त गाइज यहीँ रहेछ। तर लिटरली नै स्केपिङ प्लेस चाहिँ रहेन रहेछ क्या। इफ इन केस केही भइहाल्यो भने अलि डेन्जर नै फिल भयो मलाई चाहिँ होइन। अब तर एकदम आनन्द चाहिँ आउने ठाउँ है। त्यहाँ पुगिसकेपछि चाहिँ बाटोहरू चाहिँ नि देख्न सक्नुहुन्छ यस्तो छ कि कहीँ छैन, बाटै छैन, ढुङ्गाबाट उफ्रिँदै ए हो र। त्यो भएको कारणले गर्दा म जाँदैन त्यहाँ।